हेलो गाइज वाट्सअप। आज हामी गरेर कुरा गर्नेछौँ किन तिमीहरूले गेमिङ ल्यापटप किन्नुहुन्न। गेमिङ ल्यापटपको आज हामी मेनली कन्सको बारेमा कुरा गर्छौँ अनि लास्टमा यसो प्रोजको बारेमा पनि कुरा गरौँ न। हाम्रो नम्बर 1 कन रहेको छ अपग्रेडेबिलिटी। कुनै आजभोलि गेमिङ ल्यापटपमा सोल्डर ऱ्याम आइरहेको हुन्छ, त्यसमा हामीले थप्न पाउँदैन। तर पिसीमा हामीले सिपियू, जिपियू, ऱ्याम, स्टोरेज, मदरबोर्ड जे चाहे त्यही थप्न पाउँछ। तिमीले पिसी बनायो 5-6 वर्ष चलायो, अब त्यो ओल्ड भयो भने त तिमीले नयाँ मदरबोर्ड लगाउन सक्छौ, नयाँ सिपियू लगाउन सक्छौ, एटलिस्ट तिमीसँग केस, पावर सप्लाई त्यस्तो चिज त बच्छ नि। गेमिङ ल्यापटप कम्पनीले तिमीहरूलाई प्रिमियम प्राइस चार्ज गर्छ। त्यसको मेन रिजन चाहिँ गेमिङ ल्यापटपको म्याक्सिमम तिनीहरूको चेसिस 1 इंच थिक हुन्छ, त्यसले गर्दा त्यसमा धेरै इन्जिनियरिङ लागेको हुन्छ। हाम्रो यति पावरफुल कम्पोनेन्टहरू जुन छ पिसीमा त एकदम ठुलो साइजमा हुन्छ, तर गेमिङ ल्यापटपमा एकदम सानो भएकोले तिनीहरूले एकदम सानो बनाउनुपर्छ। त्यसले गर्दा इन्जिनियर्सलाई झन् बढी रिसर्च गर्नुपर्छ अनि त्यही प्राइस हामीले लास्टमा हामी कन्ज्युमरले पे गर्छौँ। तिम्रो गेमिङ ल्यापटप र गेमिङ पिसी अफ द सेम प्राइसको हाम्रो पर्फर्मेन्स उत्तिकै हुन्न। गेमिङ ल्यापटपमा हाम्रो जम्मा 1 इंच थिक चेसिस हुन्छ, त्यसले गर्दा हाम्रो एकदम पावरफुल कम्पोनेन्ट पनि लगाउन मिलेन। त्यसैले पिसीको जुन कम्पोनेन्ट छ नि त्यसलाई हल्का डाउनग्रेड गरेर लगाइन्छ। जस्तै हामीले 5090 ग्राफिक्स कार्डको इक्जाम्पल लियो भने हाम्रो गेमिङ ल्यापटपको 5090 इज लाइक 60% अफ एक्चुअल पिसीवाला 5090। हाम्रो पिसीको 5090 हेर म्याक्सिमम 600 वाटसम्म पावर कन्ज्युम गर्छ। क्यान यु इमेजिन गाइज, 600 वाटसम्म त्यसले पावर कन्ज्युम गर्छ। तर हाम्रो जुन गेमिङ ल्यापटपको 5090 चाहिँ त्यसको म्याक्स टिजिपी रहेको छ 175 वाट। साथै हामीले पिसीवालामा भिऱ्याम पनि बढी पाउँछ, भिडियो मेमोरी पनि बढी पाइन्छ। 32 GB भिऱ्याम पाइन्छ हाम्रो 5090 पिसीमा, तर हाम्रो 24 GB मात्र पाइन्छ 5090 ल्यापटपमा। त्यसले गर्दा हाम्रो पर्फर्मेन्स झन् खस्छ पनि। अर्को कुरा छ गेमिङ ल्यापटप एकदम कम्प्याक्ट हुने भएकोले त्यसमा थर्मल थ्रोटलिङ भन्ने एउटा कुरा हुन्छ। त्यसमा हाम्रो प्रपर एयर कुरा लगाउन मिल्दैन, त्यसैले सानो सानो फ्यान लगाएको हुन्छ। त्यसले गर्दा जति पनि हिट प्रड्युस हुन्छ नि त्यसले हाम्रो एट द एन्ड पर्फर्मेन्सलाई नै इफेक्ट गर्छ। सो गेमिङ ल्यापटपमा तिम्रो थर्मल थ्रोटलिङ हुन्छ कि जब तिमी धेरै बेससम्म गेमिङ ल्यापटप चलाउँछौ नि तब त्यो हिटले गर्दा तिम्रो गेम पर्फर्मेन्स पनि घट्छ। तिम्रो कुनै जस्तै भिडियो एडिटिङ गरेर हो भने ग्राफिक्स पर्फर्मेन्स पनि घट्न सक्छ। त्यसैले गेमिङ ल्यापटप तिमीले देख्यो होला पछाडि या किबोर्डको साइडबाट WASD भएको साइडबाट एकदम धेरै हिट हुन्छ। द्याट्स वाइ हिट र थर्मल थ्रोटलिङ चाहिँ तिमीले हरेक गेमिङ ल्यापटपमा पाउँछ नि पाउँछ। अर्को छ मान्छेले आर्ग्यु गर्छन् पिसी चाहिँ अलिक बल्की हुन्छ, मैले माने बल्की हुन्छ, ल्यापटप पोर्टेबल हुन्छ। तर पोर्टेबिलिटी हाम्रो जब काम लाग्छ तब हाम्रो ल्यापटपमा राम्रो ब्याट्री पाउँछ। त्यसले म्याक्सिमम फुल गेम खेल्न चाह्यो भने म्याक्सिमम 2 to 3 आवर्स गेम खेल्न पाउँछु, त्यसपछि तिम्रो ब्याट्री सकिहाल्छ। नर्मल हाम्रो 1 लाख 1.5 लाख 2 लाखसम्मको गेमिङ ल्यापटपमा पनि नर्मल 70 वाट आवरको ब्याट्री आउँछ, जसले तिमीलाई बढीमा कुनै हाई एन्ड गेम खेल्यो भने 1 hour 30 मिनट्सको ब्याकअप दिन्छ। त्योभन्दा बढी ब्याकअप तिमीले पाउनै छैनौ। तर हाम्रो पिसीमा हेर, पिसीले आई अग्री त्यसले पावर बढी कन्ज्युम गर्छ, तर एटलिस्ट तिम्रो काम त भइरहन्छ नि। हाम्रो जस्तै अल्ट्रा बुक्सहरू छ, कति थिन एन्ड लाइट ल्यापटपहरू छ, त्यसको कति राम्रो ब्याट्री लाइफ हुन्छ। सो आई पर्सनली रिकमेन्ड कि एउटा पिसी किन्ने र त्यसको कम्प्लिमेन्टको लागि एउटा थिन एन्ड लाइट ल्यापटप किन्ने। त्यसले गर्दा तिम्रो प्रोडक्टिभिटी पनि रुक्दैन, ठिकठाक तिम्रो लाइक वर्ड एक्सेलको कामहरू थिन एन्ड लाइट ल्यापटपमा गर्न मिल्छ। थिन एन्ड लाइट भएकोले त्यसले ब्याट्री पनि राम्रो टिक्न सक्छ त्यसमा होइन। तर पिसीमा चाहिँ तिम्रो मस्ट गेमिङ एडिटिङ यस्तो कामहरू गर्न सक्छौ। अर्को छ दुईवटा पूर्ण म एकैपल्ट भनिदिन्छु। एउटा एकदम बल्की हुन्छ गेमिङ ल्यापटप र साथै त्यसले पावर इनपुट चाहिन्छ। अब तिमी एकपल्ट गेमिङ ल्यापटपलाई आफ्नो 300-400 वाटको एउटा ब्रिक पाउँछ नि, त्यो छ पावर ब्रिक, त्यो बिना एकपल्ट चलाउन हेर अनि तिमीले पर्फर्मेन्स देख्छौ, त्यसको एक्चुअल पर्फर्मेन्स देख्छौ। तर जब त्यसले एक्सटर्नल पावर पाउँदैन नि त्यो ब्याट्रीको पावरमा त्यति वाटेज पुसै हुन्न कि सिपियू र जिपियूको। अब ब्याट्री छ हाम्रो 70 वाट आवर, अब जिपियू नै हामीले 105-115 वाट आवर मागिरहेछ भने खासै राम्रो चल्दैन। त्यसले गर्दा तिमीले पावर कलेक्सन त लाउनै पर्छ। यसरी तिमी सोचिरहेको छौ भने म ट्राभलिङ गर्दाखेरि लाइक बसमा म गेम खेल्न जान्छु, डोन्ट इभन थिङ्क द्याट। सेकेन्ड कुरा गेमिङ ल्यापटप हामीले बल्की पनि हुन्छ। हाम्रो थिन एन्ड लाइट ल्यापटप भन्दा हेर त्यसको चार्जर हाम्रो आधा केजीको आउँछ, गेमिङ ल्यापटप राम्रो 2.5 केजी भन्दा कममा आउँदैन। त्यसैले गेमिङ ल्यापटपका यही मेजर कनहरू भयो। केही यसको प्रोजको बारेमा पनि कुरा गरौँ न हामी। नम्बर 1 प्रो रहेको छ पोर्टेबिलिटी। अब हाम्रो पिसी त एउटा ठाउँमा फिक्स छ, जस्तै यहाँबाट यो रुमबाट त्यो रुममा सार्न पनि तिमीलाई धेरै गाह्रो हुन्छ, पोर्टेबिलिटीको त कुरै छोड। तर गेमिङ ल्यापटप तिमीले एउटा पावरफुल मसिन पाउँछौ एउटा यति साइजमा, जहाँ तिमी ल्यापटप ब्यागमा मजाले हालेर एउटा पावर ब्रिक हालेर माउस हालेर तिमी चलाउन सक्छौ। तर पिसीसँग त्यो कुरा पाइँदैन है। किनभने पिसीमा देख्यो भने कति धेरै वायर्स हुन्छ, पावर सप्लाईमा पनि एकपल्ट मदरबोर्डको पावर, एकपल्ट जिपियूको पावर, HDMI केबल आउँछ, डिस्प्ले केबल आउँछ, के केबल तिम्रो आइरहन्छ। सो एकदम क्लटर्ड सेटअप हुन्छ पिसीसँग चाहिँ वायर म्यानेजमेन्टको मामलामा। तर तिमीले ल्यापटप किन्यो भने एकदम क्लिन र मिनिमल सेटअप बनाउन सकिन्छ, किनभने त्यसमा किबोर्ड पनि इन्क्लुडै हुन्छ,
डिस्प्ले पनि त्यसमा इन्क्लुड हुन्छ, एउटा माउस लाउनु पर्ने हो, एउटा हेडफोन लाउनु पर्ने, त्यसो सेटअप राम्रो हुन्छ। साथै अब तिम्रो घरमा खासै रुम छैन, एउटा एकदम स्मल अपार्टमेन्टमा बस्यो भने पिसी सेटअप अकोमोडेट नगर्न सक्छ, त्यसको लागि चाहिँ त्यस्तो मान्छेहरूको लागि चाहिँ गेमिङ ल्यापटप राम्रो काम गर्न सक्छ है। सो एट द एन्ड गेमिङ ल्यापटप किन्ने हो भने पनि सेलमा किन्दा ठिक हुन्छ, किनभने अहिले धेरै महँगो छ गेमिङ ल्यापटपहरू र त्यतिको प्राइसमा तिमीले पिसी किन्यो भने तिमीले एकदमै राम्रो पर्फर्मेन्स पाउँछौ। नेपालमा त धेरै जस्तो मिडल क्लास मान्छेहरू नै छन्, तिनीहरूले प्रोभाइडली फर्स्टै मसिन किन्न सोच्दै होलान् यो टाइममा पनि, त्यसले गर्दा गेमिङ ल्यापटप चाहिँ तिम्रो लागि रङ डिसिजन हुनसक्छ है। सो फर्स्ट मसिन चाहिँ आई रिकमेन्ड तिमीहरूले पिसी लिँदा ठिक होला है। थ्याङ्क यू।